अहिले चाहिँ म यहाँनिर बजारमा छु किन म बजारमा छु भन्दाखेरि चाहिँ आज हामी घुम्नु जाँदैछ गर्ल्स मिलेर अन्त हामी अर्को साथीलाई पर्खिरहेको छौँ अनि हामी यहाँनिर बसिरहेको छौँ है वेट गरेर अर्को साथी आउँदैछ र अन्त मैले चाहिँ घरबाट निस्किनु भ्लग चाहिँ गरिनँ रुमबाट किनकि मेरो साथीहरू पुरा अत्ता लाग्यो नि त त्यही भएर मैले भ्लग गर्नु भएन बजारमा डाइरेक्ट मैले स्टार्ट गर्दैछु मेरो भ्लग कस्तो के हुन्छ हेर्नुहोस् होला है बाटोमा जाँदा तपाईँहरूले के हुन्छ के देखाउँदैछु सबै यसो क्लिप हाल्नेछु सो माया दिनुहोस् होला। A few moments later. दुईजना बहिनी दुईजना चाहिँ मेरो साथी हो अब हामी कुरा गुनेर पर्खिरहेको थियो हामीले चाहिँ हामी जाँदैछ अब एक दुईवटा सामानहरू किन्नु छ के हुन्छ सो गाइस हेर्नुहोस् न यस्तो सेटिस भयो बजारको है बजारमा यस्तो सेटिस यति छ हामीले यति मात्रै आज 1 2 3 4 5 6 हामी 10जना छ मसँग यहाँ 9 जना छ अगाडि सो अब हामी चाहिँ अलिअलि के किन्छु त्यो पनि त्यो किन्नु जाँदैछ केहरू मिठाई त लानै परेन दार्जिलिङ हो अनि यहाँ दार्जिलिङ स्टोर ए यहाँ गर्दैनस् अर्कोपट्टि यहाँ चाय छ म्याडम हुनुहुन्छ यता हाम्रो मालिक हुनुहुन्छ अकाउन्टेन्ट चाहिँ यता हो आजको दार्जिलिङ स्टोर तपाईँले भिजिट गर्नुहोस् होला। Journey starts now. Rough road. गाडी आयो कहाँलाई त्यस्तो रहेछ कि पुरा धुलो छ नि त्यहाँ के भयो लाइट मैले आँखै देखेको मेरो क्यामेरा देखेको छु लाइट उयो गरेर हामीले गर्छौँ अघि बिहान त पुरा घामै लगाइदिनु बिस्तारै बिस्तारै भएर फेरि स्टार्ट भएको हामीलाई त गर्नु हुँदैछ हो यो हो यो फ्लासको उहाँहरू मेन क्यारेक्टर हुनुहुन्छ। Best part of Buddhism. गाइस हामी चाहिँ साथी पुग्न आँट्यो जङ्गलतिर छ गाइस अब चाहिँ कालजानी बाटो पुग्यौँ सक्यौँ माथि गुम्पा जाने अनि अघि चाहिँ हामी ब्याक रोडबाट आएको अन्त हामी चाहिँ कहिले भेट्दैछौँ भिडियो बनाएर जान्छ पुरा गर्नुभयो अघि बिहान चाहिँ घामै लागिदिइहाल्छ फेरि पुरा घाम लाग्यो गाइस अब एकछिन माथि गएर भेट्छ सक्यौँ जाने रोड चाहिँ हो गाइस ए रोड अरे बाटो फुटपाथ लाइन भयो चिप्पेको रहेछ Chunkit new hairstyle. म चाहिँ गर्नु पनि दिएँ न यस्तो कुल भएर यहाँ
त्यहाँ पुगेर मैले चाहिँ उहाँले ह्यान्ड हुन्छ उहाँले बोकिरहनु भएको सामान उता हुनुहुन्छ मान्छेले जुम्न भने व्हाइट कलरको टप लाउनु चाहिँ ल पुरा रहर गर्ने कि अहिले उहाँले बिसाइरहनु भएको छ आधी गाइसहरू त उयसमा के भन्छ हो पुरा रहर थियो त्यो बेलालाई त्यो बेला स्पिड कुद्यो पसिना गाइस भगवान् 60 रुपियाँ जाडो प्याक्स मात्रै बेलातिर बोक्नु कि I'm helping her फाइनली हामी चाहिँ पुग्यो अब चाहिँ यो चाहिँ यहाँ गुम्पाको बाउन्ड्री हो त्यही हो जाने र पनि फेरि यो चाहिँ Best view VR. ए म त लाइन अडेछ नि हो यो चाहिँ एन्टरप्रेन्योर एन्ट्रीमा यस्तो दामी दामी छ गाइस यो चाहिँ हो न मन्दिर हो है अभियसली राम्रै हुनु पर्यो सो गाइस फाइनली वी आर रिच सक्यो गुम्पा अनि हाम्रो यहाँ वी आर रिच आवर डेस्टिनेसन प्लीज योर नेम प्लीज आपका नाम क्या है बोलो हाँ उसका नाम क्या बोलो गौरी है और इसका नाम श्रेया है श्रेया तो देखो कितना सुंदर है सो पीस प्लेस हो गाइस यो चाहिँ तपाईहरु भिजिट गर्नु साक्योङ गुम्पा गेजिङबाट घुम्ने ठाउँ हिँडेर पुग्ने भनेको चाहिँ यही मात्रै हो गाइस पहिला पनि आएको त फेरि यसपालि साथीहरुसँग साथी स्याटिस छ यो गुम्पा सो पीस हो पनि यस्तो बेसी स्याटिस ल्याइदिन्छ कि हेर्न सक्नुहुन्छ तपाईले Saekyeong. यस्तो गरम भ्यूज यहाँ साक्योङ गुम्पाको के लेखेको रहेछ हम देख के इधर क्या लिखा है देखो लिखा है जुमिला कम्बटर लैम्प हाउस कंस्ट्रक्ट ऑन द डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ गेजिङ पर्छ के भनेन गेजिङ वाटर लैम्प हाउस भनेको रहेछ यहाँ हाम्रो हिरोइनहरु पसिना आयो यहाँ बेसी साक्योङ गुम्पा भन्ने मान्छे त के बसेछ हामीले ल्यान्ड लिइसकेछ गर्ल्स चाहिँ म देख्दैछ म देख्छु न खाना खतरा उयो गर्ने इन्ट्रेस्ट गर्ने चाहिँ साक्योङ गुम्पा कस्तो रहेछ भन्दै न दामी तपाईहरु आइदिनुस् होला लाइक गरिदिनुस् होला Worship comes first. We purchased the groceries from the market. कोक चिया छ कोक अनि आलुदम यो चिप्सहरु यहाँ रेगुलर सामानहरु छ यो हामी यहाँ पनि हुन्छ Let's set up. यो यहाँ भन्छ नि अनतिको इधर पोस्ट गर्ने अन्त यहाँ सबैजना हामी खाइसकेर प्रितिकाको बिचमा वेट गरेको उसको फोनबाट खिच्नु पाएको छ आफै नै सबैजना रेडी हुँदैछ अब चाहिँ हामी जानु सो गाइस अब चाहिँ हामी फर्केको सकेर अब जानु चाहिँ हामी अर्कै बाटो जान्छौँ सो पानी पनि पर्न आँटेको छ अन्त छिटो गरेर फर्किने बेला हुन्छ अन्त त म खिच्नु पर्ने छैन तपाईँले माथि पनि देखाउँछु है फेरि पिकनिक गर्न अरूको जिमहरू पाइरहेछ तपाईँ यस्तो जाने दामी रहेछ यो चाहिँ सबै आमाहरू स्टे गर्छ गाइस अब चाहिँ हामी फर्किन आँटेको अब हामी यहाँनिर यस्तो दामी बहन छ हाम्रो हिरोइन यसरी भन्नु होला न अन्त अब चाहिँ फर्किन आँटेको अन्त यहाँनिर हामी फोटो खिच्दैछ दामी छ यो जग्गा साक्योङ हो यो पछि चाहिँ लामाहरू स्टे गर्ने होम हो यो चाहिँ यहाँनिर साक्योङ रेस्टुरेन्ट हो जति नै राम्रो गुम्पा त्यति नै राम्रो फुल पनि छ यहाँनिर सो हेर्नुहोस् यो सबैजनाको छुट्टी लाग्ने यहाँनिर कोही चियाएको छ
सुतेको पछि पाल्यो फेरि हस्छ मार्यो On my way. साँच्चै फर्केको हामीले प्र्याक्टिस गरेर फर्क्यो मजा आयो यो चाहिँ अब सर्टकट भेरी सर्टकट वे हो यो चाहिँ हाम्रो पानी पर्दैछ कति वर्ष भयो सो हामी पिस है प्लेस चाहिँ साह्रै दामी हो हाम्रो प्रशिक्षण छ कुद्नेलाई भयो केस डल्लबाट खुट्टा यहाँनिर उयो गरेर पेसाब पानी पऱ्यो म भ्लग गर्दिनँ हो भरे रुम पुगेर हुन्छ होला फेरि भ्लग गर्छु सो हेरिदिनुहोस् होला अब चाहिँ हामी कुदेको गाइस पुरा बेसी पानी पऱ्यो आज भरे पानी रोक्यो म बाटोमा गर्छु गाइस सो बाई बाई अहिले भएर भेट्छु गाइस त्यो भयो हेर्नु यहाँ उसको यहाँनिर रात पानी छ यहाँनिर होइन पानी पुरा पऱ्यो म यहाँ आज पानी पर्छ है भनेर कि तर पनि जिद्दी गर्ने साथीहरू लागेको सबैजना बिजो भयो के गर्नु अब हाम्रोमा एउटा छाता छ हामी छाताबाट हिँडेको छ एउटा के त यहाँ छुट्टी छ भित्र अब यो छातामा एउटा अरू अगाडि पुग्यो हामी जाँदैछ भने अब पानी रोयो भने बाटोमा चाहिँ बस्नु गाइस त्यो bizarre. Guys, हामी चाहिँ बजारबाट खान्छ अलिकति बजार अलिकति एकदम पानीले पनि हल्का हल्का भिज्दै गरेको हल्का हल्का ठिकै घन्टा चुराइदिनु भएको अन्त लप्प भिज्दै नि यहाँ पनि लप्प है ओ अर्काको छाता मेरो छाता मैले बिहान उसको छाता होइन यो अर्काको छाता चाहिँ उसले गाइस हामी बजार आइपुग्यौँ बजार दिस इज एज अ स्टोर दार्जिलिङ दार्जिलिङ ब्याङ्कहरू छ एटिएमहरू सिस्कोहरू यो होटल माउन्टेन भुइँमा थियो यहाँ चाहिँ गेटमा चाहिँ होटल लगाएर खाजा खाजा खालि उयसमा रातिको हुन्छ उयसमा दार्जिलिङ स्टोरमा छ हाम्रो गर्ल्सहरू चाहिँ सबैजना अलिअलि भिजेर सबैजना हाम्रो गर्ल्सहरू हो अनि यो चाहिँ गेजिङको पार्क हो तल गुम्पा छ तपाईँहरू आउनु सक्नुहुन्छ दामी छ यस्तो छ अनि चाहिँ स्ट्यान्ड हो गेजिङको स्ट्यान्ड हो गेजिङ बजार त्यत्रै छ है गाइस अब चाहिँ फर्केको गाडीमा चढेर जानु पुग्यो यो चाहिँ नयाँ नयाँ बनाएको हो सो ब्रेक टेकिङ भ्यू छ है अहिले चाहिँ नाइस 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 क्रिकेट कुनै कसको क्रिकेट म्याच पनि हुँदो रहेछ इन्डोर जिम्नाजियम यो चाहिँ गेजिङ गर्ल्स सो गाइस म चाहिँ अहिले एन्डी पार्टिकल गार्डन गर्दैछु किनभने चाहिँ नि अघि नै रुम आइसकेको है तर लाइट चाहिँ थिएन फोनमा चार्ज पनि थिएन सुत्तो भइरहेको थियो अन्त भर्खर चार्ज गरेर भने एन्डी पार्ट गर्दैछु बेलुकामा चाहिँ छ म आउनु चाहिँ घुमेर दिउँसै आएको 3 बजीतिरै अनि अहिले चाहिँ म अब बेलुका खानाहरू बनाउनुपर्छ सो म आजको यो हाम्रो मेरो सानो भ्लगमा यहीँ एन्ड गर्दैछु अनि धेरैभन्दा धेरै माया देखाइदिनुहोस् होला है अन्त कस्तो के हुन्छ हेरिदिनुहोस् मेरो भ्लग है लास्टसम्म हेरिदिनुहोस् है आज दे आर विथ फ्रेन्ड्स छ अनि भन्दा धेरै माया देखाइदिनुहोस् मेरो भ्लगमा अन्त यति नै भन्दै सो थ्याङ्क यू फर वाचिङ बाई बाई सी यू इन नेक्स्ट भ्लग